नमस्कार, नेपाल टेलिभिजन समाचारमा स्वागत छ। म सबिना प्रजा चेपाङ। सांकेतिकरणमा हुनुहुन्छ रेणु शाह। सुरु गरौं प्रमुख समाचारबाट। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनेको विरोध प्रदर्शन लगायतका कार्यक्रम फिर्ता। अर्को चरणको वार्ता छिट्टै गर्ने सहमति। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिने नेपाली कांग्रेसको निर्णय। निर्वाचनको माध्यमबाट नै संविधानको रक्षा गर्ने कांग्रेस कार्य समिति बैठकको निष्कर्ष। प्रतिनिधि सभा सदस्यको निर्वाचन घोषणापछि 8,37,000 नयाँ मतदाता थपिए। कुल मतदाता संख्या 1,90,00,000 पुग्यो। विश्व तापमान बढ्दै जाँदा हिमाल पक्लने र ती हिमतालहरू फुट्ने खतरा बढ्दो। नेपालका 4 र तिब्बतका 13 हिमताल उच्च जोखिममा। नदी किनाराका बासिन्दालाई विशेष सतर्क रहन आग्रह। रूस युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा थप छलफलका लागि स्विजरल्याण्डमा भेला गर्ने तयारी। भेलामा युक्रेनी अमेरिकी प्रतिनिधिका अतिरिक्त फ्रान्स, बेलायत र जर्मनी सुरक्षा अधिकारी पनि सामेल हुने। र नेपाल प्रथम दृष्टिविहीन महिला टी20 विश्वकप क्रिकेटको फाइनलमा सेमी फाइनलमा पाकिस्तान 7 विकेटले पराजित। विश्वकप उपाधिका लागि नेपालले आज भारतसँग खेल्ने। हजुरले बुवाको फोनमा नेपाल टेलिकमको रोमिङ सर्भिस लिएर साह्रै राम्रो काम गर्नुभयो। हो नि, नेपाल टेलिकमको रोमिङ सेवाले अपार खुसी ल्याए। मैले बुवालाई यति खुसी कहिले पनि देखेको थिएँ। आमाको त झन् कुरै नगर्नु। अब त दुवैजनालाई सधैँ गफ गराइदिने हो। नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर अब खुसीलाई संसारभरि फैलन दिनुहोस्। आजै रोमिङ सेवा लिन *1415 *7# डायल गरी सेवा सुचारू गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। अब समाचार विस्तारमा। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनेको विरोध प्रदर्शन लगायतका कार्यक्रम फिर्ता लिएको छ। प्रधानमन्त्री निवास बालटारमा हिजो भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शन लगायतका कार्यक्रम फिर्ता लिएको हो। सहमति पत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजय भद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बुले हस्ताक्षर गर्नुभएको छ। वार्तामा महाअभियानले उठाएका 27 बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा